समयसम्म नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका नेता गण्डकी प्रदेशका एक कुशल नेता कुमार खड्का गर्नको लागि विशेष र यो र्यालीसहित प्रदर्शनी केन्द्रमा प्रवेश गर्ने तयारीमा हुनुहुन्छ र मैले यसलाई कभरेज गर्ने कोसिस गरिरहेको छु। रासोपाका पार्टीका कार्यकर्ताहरू निकटबाट उपस्थिति देखिन्छ र यहाँ कुमार खड्का लामो समयसम्म नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका कुमार खड्का आज पार्टीभित्रको अन्तर्द्वन्द र पार्टीभित्रै भएका विभिन्न किसिमका कुठाराघातहरू अथवा बैमानीहरूलाई सहन नसकेर आज उहाँ पार्टी परित्याग गरेर आज राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै हुनुहुन्छ र यो कार्यक्रम प्रदर्शनी मार्गको सभा हालमा चलिरहेको छ र उहाँ महेन्द्र पुलदेखि झाँकीहरू लिएर अगाडि बढिरहेको अवस्था छ र यो प्रदर्शनी केन्द्रमा रासोपाका कार्यकर्ता नेता कार्यकर्ताहरू बाक्लो रूपमा उपस्थिति देखिन्छ र यहाँ हलभित्र पनि निकै राम्रो उपस्थिति देखिएको छ र यसरी कुनै पार्टीमा लामो समयसम्म काम गरेका नेताहरू आज पार्टी परिवर्तन गर्ने अवस्थामा कसरी पुगे यो निकै सोचनीय विषय बनिरहेको छ। अन्य पार्टीहरूलाई पनि घन्टी बजाइरहेको देखिन्छ। यहाँ खाली गरौँ त ल फेरि यहाँ चाहिँ रासोपाका केन्द्रीय नेताहरूको उपस्थिति अवस्थामा देखेका छन्। सोनियाजी लगायतका केन्द्रीय नेताहरूको उपस्थिति छ र यहाँ अहिले कुमार खड्कालाई प्रदर्शनी केन्द्रभित्र प्रवेश गराउने कार्यक्रम भइरहेको छ। यसमा सोनियाजीले लगायतका केन्द्रीय सदस्यहरूको उपस्थिति पनि देखिएको छ।
कुमार खड्का यति बेला पोखराको प्रदर्शनी केन्द्रमा प्रवेश गर्दै हुनुहुन्छ र दल बलसहित झाँकी र विभिन्न किसिमका बाजा गाजासहित प्रवेश गर्दै हुनुहुन्छ। यहाँ कार्यकर्ताहरूले बाटो खुला गर्ने काम गर्दै हुनुहुन्छ र यहाँ केही भद्रगोल देखिए पनि व्यवस्थित गर्ने कोसिस गरिएको छ र कुमार खड्का सडीमुवारले सँगसँगै आइरहनु भएको छ। भर्खरै साझा पार्टीबाट प्रवेश गरेका नेताहरू पनि यहाँ अग्रपङ्क्तिमा देखिएका छन् र कार्यकर्ताहरू उत्साही पनि देखिएका छन्। फोटो खिच्ने, सेल्फी खिच्ने र नारा लगाउने काम गर्दै अगाडि बढिरहेको अवस्था देखिन्छ र यता पछाडितिर हेर्दाखेरि फोटो खिच्नेहरूदेखि लिएर पञ्चे भाजासहित झाँकी अगाडि बढिरहेको अवस्था छ र यहाँ कार्यकर्ताहरू निकै बाक्लो उपस्थिति देखिएको छ र यहाँ पञ्चे बाजाको धुन बजाउँदै अगाडि आइरहेको अवस्था छ। यहाँ माहौल निकै उत्साहमय देखिएको छ र यसले भोलि कुन रूप लिने हो अथवा कस्तो अवस्था हुने हो त्यो यसै भन्न सक्ने अवस्थामा छैन र यहाँ अहिले झाँकी सहित उनी यहाँ प्रदर्शनी केन्द्रमा प्रवेश गर्दैछन् र हेर्दै रहनुहोला अपडेटहरू म दिँदै रहनेछु। यहाँको जनमानस निकै उत्साहजनक नै देखिएको छ र गण्डकी प्रदेश नेपाली कङ्ग्रेसले एकजना होनहार नेतालाई गुमाउँदैछ भने राजनीतिक हिसाबले र राष्ट्रिय स्वतन्त्र पार्टीले एकजना स्थापित नेता आफ्नो पार्टीमा प्रवेश गराउँदैछ र उहाँलाई पार्टीमा प्रवेश गराउन रासपाका वरिष्ठ नेता सडीमुवारले यो प्रदर्शनी केन्द्र पोखरामा उपस्थित हुँदैछ भइरहेका छन्। मोबाइलहरू सेल्फी खिच्नको लागि निकै प्रयोग गरिराखिएका छन्। यहाँको माहौल हेर्दा उपस्थितिले के देखाउँछ भने जनताहरू नयाँ चिज खोजिरहेका छन् र त्यो नयाँ चिजले कति निकास दिन्छ दिँदैन त्यो भोलिको कुरा भयो, समयले देखाउने कुरा भयो। तर अहिले यो उसमा प्रवेश गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्दै गरेका कुमार खड्काको यो उपस्थितिले यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू निकै उत्साहित देखिन्छन् र निकै बाक्लो उपस्थिति देखिन्छ। हामी हाम्रो यो कार्यक्रम स्थलको क्षमताभन्दा पक्कै पनि बृहत सहभागिता छ। त्यसर्थ यहाँलाई कार्यक्रम स्थलमा जसरी हुन्छ व्यवस्थित रूपमा बसिदिनु हुनको लागि अनुरोध गर्दछौँ। अबको केही समयमा हामी कार्यक्रमलाई औपचारिक रूपमा सुरुवात गर्दछौँ। जति सक्दो तपाईँहरू व्यवस्थित रूपमा बसिदिनुहुन्छ, कति नै सजिलो रूपमा हामीलाई छिटो कार्यक्रम सञ्चालन गर्न सहज हुने भएको हुनाले सम्पूर्ण साथीहरूलाई, स्वयंसेवक साथीहरूलाई यता स्थानमा आसन गर्नको लागि अनुरोध गरिदिनुको लागि अनुरोध गर्दछ भने कृपया साथीहरू हामी अनुशासित भएर सबै रूपमा यो कार्यक्रममा सहभागिता जनाउनुपर्छ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छौँ।
यो बोला आजकै साथीहरू यो उद्घोषसहित आजको यो कार्यक्रम सुरुवात गर्ने अनुमति चाहन्छु। संगठनलाई दरिलो रूपमा अगाडि बढाइरहनुभएका पार्टीका महामन्त्री कविन्द्र बुढाकोटीज्यूलाई आफ्नो उपस्थिति जनाइदिनुका लागि अनुरोध गर्दछु। पार्टीका प्रवक्ता मनिष शाहज्यूलाई पनि आफ्नो उपस्थिति जनाइदिनुका लागि अनुरोध गर्दछु। त्यसैगरी केन्द्रीय सदस्य निवर्तमान सांसद शिव नेपालीज्यूलाई पनि आफ्नो उपस्थिति जनाइदिनुका लागि अनुरोध गर्दछु। त्यसैगरी केन्द्रीय समिति सदस्य मेघ आर्यज्यूलाई पनि आफ्नो उपस्थिति जनाइदिनुका लागि अनुरोध गर्दछौँ। त्यसैगरी पार्टीको संघीय नेतृत्व मन्त्री नेत्री महिला नेत्री सक्षम नेतृत्व समीक्षा भास्करज्यूलाई पनि आफ्नो उपस्थिति जनाइदिनुका लागि अनुरोध गर्दछौँ। त्यसैगरी पूर्व मन्त्री भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री कुमार खड्काज्यूलाई पनि आफ्नो उपस्थिति जनाइदिनुका लागि अनुरोध गर्दछौँ। त्यसैगरी पूर्व ऊर्जा मन्त्री हरिशरण आचार्यज्यूलाई पनि आफ्नो उपस्थिति जनाइदिनुका लागि अनुरोध गर्दछौँ। त्यसैगरी पर्यटन बोर्डका पूर्व अध्यक्ष धनञ्जय रेग्मीज्यूलाई पनि आफ्नो उपस्थिति जनाइदिनुका लागि अनुरोध गर्दछौँ। पार्टीका केन्द्रीय सदस्य मोहनजन खड्काज्यूलाई पनि आफ्नो उपस्थिति जनाइदिनुका लागि अनुरोध गर्दछौँ। केन्द्रीय ऊर्जा तथा जलस्रोत नीति विभागका प्रमुख श्रीराम नेपालीज्यूलाई पनि आफ्नो उपस्थिति जनाइदिनुका लागि अनुरोध गर्दछौँ। त्यसैगरी सार्वजनिक लेखा समीक्षा विभागका प्रमुख गोकुल शर्माज्यूलाई पनि आफ्नो उपस्थिति जनाइदिनुका लागि अनुरोध गर्दछौँ। उपभोक्ता हित संरक्षण विभागका उपप्रमुख ललित श्रेष्ठज्यूलाई पनि उपस्थिति जनाइदिनुका लागि अनुरोध गर्दछौँ। सम्पूर्ण साथीहरूलाई पनि उपस्थिति जनाइदिनुका लागि अनुरोध गर्दछौँ भने यहाँ उपस्थित सम्पूर्ण विभिन्न सञ्चार माध्यमबाट पाल्नु भएका संवाददाता सम्पादक पत्रकार मित्रज्यूहरू सुरक्षा निकायका साथीहरू र उपस्थित सम्पूर्ण महानुभावहरूलाई आजको यो कार्यक्रममा हृदयदेखि नै स्वागत गर्न चाहन्छु। अब म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु समयलाई मध्यनजर गर्दै। यो कार्यक्रममा विशेष रूपमा उपस्थित रहनुभएका ज्येष्ठ नागरिक बुवाआमाहरू र अबको आशाको प्रतीक रहेका जेनजी उमेर समूहका सम्पूर्ण युवा भाइ बहिनीहरूलाई पनि यो कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। अबको यो पुस्तान्तरणको युगमा हामी त्यो ज्येष्ठ नागरिकको पुस्ता र अबको हुर्कदो पुस्ताको संयम गर्ने ठाउँ एउटा सेतुको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापित भइसकेको कारण पनि यहाँलाई जानकारी गराउँदै अब हामी यहाँ उपस्थित सम्पूर्णलाई राष्ट्रिय गायनमा सहभागी भइदिनुका लागि अनुरोध गर्दछु। धन्यवाद। राष्ट्र निर्माणको क्रममा विभिन्न चरणमा यो देश निर्माणको लागि आफ्नो ज्यानको आहुति दिने ज्ञात अज्ञात शहीदहरूप्रति समर्पित गर्दै अबको 1 मिनट हामी मौन धारणा व्यक्त गर्दछौँ। उहाँको योगदानको उच्च कदर गर्दै सम्पूर्णलाई मौन धारणामा सहभागी भइदिन अनुरोध गर्दछु।
राजन गौतमज्यू, यस कार्यक्रमका प्रमुख व्यक्तित्व उपसभापति श्री डाक्टर स्वर्णिम वाग्लेज्यू, राष्ट्रिय स्वतन्त्र पार्टी बिहानीको नयाँ किरण बनेर आएको छ। आज पार्टी प्रवेश गर्नका लागि पाल्नुभएका आदरणीय मित्रहरूमा म हाम्रा आत्मादेखि नै तथा समग्र पार्टी पङ्क्तिको तर्फबाट यहाँहरूलाई सम्मान टक्राउँदै हार्दिक स्वागत गर्न चाहन्छु। यहाँहरूलाई न्यानो अभिवादन गर्दै स्वागतम स्वागतम सुस्वागतम गर्न चाहन्छु। यो मेरो स्वागत मन्तव्य यही राख्न चाहन्छु। धन्यवाद। जय देश, जय राष्ट्रपा। उहाँको यो सार्वजनिक स्वागत मन्तव्य प्रयोगको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। डाक्टर सोनिवालले महामन्त्री गोविन्द भुटाकोटी लगायत प्रवक्ता मनिषा लगायत सम्पूर्ण आमन्त्रित व्यक्तित्वहरूलाई अगाडि आएर घन्टी बजाएर आजको यस कार्यक्रमलाई उद्घाटन गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। साथीहरू, पत्रकार साथीहरू बाहेक अरू साथीहरू कृपया पछाडि गइदिनु होला। सबैले ताली बजाएर साथ दिनु होला। गण्डकी प्रदेशमा खसारे महिलाले जुन योगदान दिए होइन 32% हो, तर खसारे महिला गण्डकीमा छुटेकै छ। सायद गण्डकी प्रदेश सभापतिले निवेदन दिनुभएको छ, आउँछ भन्ने मैले विश्वास राख्दछु। जुन हिजोका दिनदेखि त निरन्तर घर दैलो गरेर नेपाली नागरिकका गुनासा सुनेर जुन नागरिकका ती गुनासा सम्बोधन गर्ने भनेर खसारेको प्रतिनिधित्व गर्ने म राममाया बस्ताकोटी पनि आएकी थिएँ, लगायत खसारे अन्य महिलाहरू पनि आउनुभएको छ। तर खसारेको कोटा छुटेको छ, यसलाई सच्याउन जरुरी छ भन्ने माग मैले यहीँबाट माग्दछु। सही नीति, इमानदार नेतृत्व र राष्ट्रिय सङ्कल्प देखाउन सक्यौँ भने नेपाल ऊर्जा आयातकर्ता होइन, विश्व मञ्चमा ऊर्जा नेतृत्वकर्ता राष्ट्र बन्नेछ। आजसम्म हामीले नेपालमा विकास सबै गतिविधि गर्ने एउटा गन्तव्य हो भनेर भन्छौँ। हामीसँग हिमालदेखि तराईदेखि पहाडसम्म 61 मिटरदेखि टप अफ द वर्ल्ड हामीसँग छ। म एज अ पर्यटनको एउटा विज्ञको हिसाबले म के भन्न चाहन्छु भने एडभेन्चर जोन भन्ने अनि अन्नपूर्ण सर्किट जस्तो पुरै 22 दिनको ट्रेकिङलाई 5 दिनमा झारिदिने, त्यही हो हाम्रो एडभेन्चर जोन। नेपालको ट्रेकिङको मक्का मदिनालाई 22 दिनबाट झारेर 5 दिन झारिदिने, त्यही हो हाम्रो भिजन। सबैलाई राष्ट्रपाले गोलबद्ध गर्न सकिरहेको छ भने राष्ट्रपा एउटा आशाको सम्भावना हो। राष्ट्रपाले एउटा सुन्दर हाम्रो भविष्य बोकेको छ। हामी गोलबद्ध भएको, यहाँ कसैले पद पाउँछ या के पाइन्छ या व्यक्तिगत रूपमा म कहाँ पुग्दैछु या मैले के पाउँछु भन्ने भन्दा पनि अब समग्र देशले के पाउँछ। अब फागुन 21 पछि बन्ने सरकारले यो देशलाई के दिन सक्छ र हामी सबै एक ठाउँमा आयौँ भने यो देशलाई परिवर्तन कसरी गर्न सक्छौँ भन्ने दृष्टिकोणले हामी एक ठाउँमा आएका छौँ। अर्को, राष्ट्रपालमा हामी किन आउँछौँ या राष्ट्रपालमा हामी किन छौँ र राष्ट्रपालले के गर्न चाहन्छ। यहाँले विभिन्न सम्झौताहरू भएको देख्नुभयो। त्यो सम्झौतामा राष्ट्रपालले हरेक सम्झौतामा लेखेको छ अब मध्य आय भएको देशसम्म पुर्याउने 1 दशकभित्र भनेको एउटा लक्ष्य निर्धारण गरेर अगाडि बढिराखेको छ। यहाँ सबैले सपनाबाट अब राष्ट्रपालले काम गर्छु, हामीलाई काम गर्ने ठाउँ दिनु भनिरहेको छ। एकचोटि बहुमतको सरकार राष्ट्रपालले नेतृत्व गर्नु पर्यो, त्यस पछाडि मात्र राष्ट्रपालले व्यक्तिको घन्टी बजाउन सक्छ। राजाका नजिकको पात्र गरेर यिनीहरूले मिलेर हाम्रो देशलाई यो अवस्थामा ल्याइपुर्याए र कङ्गाल बनाए। जनताको हितको होइन, आफ्नो पार्टी कार्यकर्ताको सपनाको हितको मात्र यिनीहरूले काम गरे। दमन, उत्पीडन, भ्रष्टाचार र कुशासनबाट आज जनताले साथ दिएर कुनै बेला यो देशमा क्रान्तिकारी पार्टीको पनि जनयुद्ध भयो र त्यसैको जगमा जनआन्दोलन पनि भयो, मधेस आन्दोलन पनि भयो। राजनीतिले तत्काल जनताको हितमा धेरै दिन सकेन। राजा रौतीहरू छुट्टिने व्यवस्था
अन्त्य भयो। किसान, दलित, मजदुरका छोराछोरीहरू पनि यो देशको प्रमुख पदमा पुग्न सक्ने व्यवस्था आयो, तर जनताको अवस्था परिवर्तन भएन। धन्यवाद नवीनजी। सभाका आदरणीय सभापति महोदय, आजका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका आदरणीय केन्द्रीय सभापतिज्यू, महामन्त्रीज्यू, प्रवक्ताज्यू, केन्द्रीय समिति, प्रदेश समिति लगायत विभिन्न तह तत्वमा रहनुभएका साथीहरू र यहाँ उपस्थित हुनुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा म सादर अभिवादन टक्राउन चाहन्छु। सर्वप्रथमतः आजको यस विशाल कार्यक्रममा मलाई आफ्ना भावना अभिव्यक्त गर्ने जुन अवसर आयोजक समितिले प्रदान गरेको छ त्यसका लागि उहाँलाई धन्यवाद दिन चाहन्छु। त्यसका साथसाथमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति र मसँग म व्यक्तिप्रति पनि सद्भाव, सम्मान, स्नेह व्यक्त गर्न यहाँ उपस्थित हुनुहुने सम्पूर्णप्रति म कृतज्ञता ज्ञापन गर्न चाहन्छु। साधुवाद छ। जीवनको उत्तरार्धमा एउटा फरक राजनीतिक दलबाट राजनीतिमा पदार्पण गर्न लागिरहेको यो स्थिति मेरा लागि पक्कै पनि सहज छैन। घन्टौँ माइकमा बोल्ने आज भावनामा बगेर बोल्न सक्दिनँ भनेर लेखेर लिएर आएको छु। म आफ्ना मन्तव्यलाई त्यहाँबाट प्रारम्भ गर्न चाहन्छु। बेलायतबाट अध्ययन गरेर फर्किए पश्चात नेपालका मूलधारका राजनीतिक दलहरूले यो देशलाई विकास र निकास दिन सक्दैनन् भन्ने सोचका साथमा एउटा वैकल्पिक राजनीतिक दलको परिकल्पना गरेर विक्रम सम्वत 2070 सालमा लाखौं शुभेच्छुक र समर्थकका साथमा काठमाडौँको टुरी खेलबाट हामीले अखण्ड नेपाल पार्टीको प्रारम्भ उद्घोष गर्यौं। त्यो स्मरण म यहाँ गर्न चाहन्छु। जनताका मुद्दालाई हामीले संविधान सभामा, व्यवस्थापिका संसदमा, सडकमा, सञ्चारका क्षेत्रमा व्यापक रूपमा उठायौं। जनताबाट व्यापक समर्थन, व्यापक माया, व्यापक सद्भाव पायौं। जनताको मन जित्यौं, तर मत जित्न सकेन। त्यस पश्चात थुप्रै राजनीतिक दलहरू वैकल्पिक राजनीतिक दलको सपना बोकेर नेपालमा पदार्पण भए। म विवेक सिंह सातालाई सम्झिन चाहन्छु। त्यस्तै अन्य थुप्रै राजनीतिक दलहरू यहाँ स्थापना भए। ती सबैको नियति पनि लगभग अखण्ड नेपालको जस्तै भयो। त्यसको ठिक एक दशक पश्चात रवि लामिछानेजीले राष्ट्रिय स्वतन्त्र पार्टीको परिकल्पना गरेर एउटा वैकल्पिक राजनीतिक दल खडा गर्नुभयो। मेरो आकलन थियो अब थुप्रै अखण्ड नेपाल, विवेक सिंह साझा जस्ता थुप्रै वैकल्पिक राजनीतिक दलले मन जित्ने मत नजित्ने जस्तै त्यो नियति नै राष्ट्रिय स्वतन्त्र पार्टीले बेहोर्न पर्छ भन्ने लागेको थियो। तर सौभाग्यवश हाम्रो अनुमानको सर्वथा विपरीत मन र मत दुवै जितेर वैकल्पिक राजनीतिक दलको हाम्रो संकल्प र स्वप्नलाई राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेले पूरा गर्नु भएको छ। यसका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु। यो निर्वाचन पश्चात मन राष्ट्रिय स्वतन्त्र पार्टीतिर, तर शरीर र वचन नेपाली कांग्रेसको बन्धनले बाँधिराखेको थियो। यही कसमकसमा म पार्टी राजनीति छोड्छु, पार्टी छोड्दिन भनेर 3 वर्षसम्म निष्क्रिय राजनीतिबाट निष्क्रिय रहिरहेको बेलामा नेपाली कांग्रेसले त्यो नैतिकताको बन्धनको ट्यान्द्रो तोडिदिएर मलाई स्वतन्त्र बनायो। त्यसकारणले म आज यहाँ उपस्थित छु। नेपाली कांग्रेसका नेता, नेपाली कांग्रेस पार्टी र सम्पूर्ण शुभेच्छुकहरूलाई म आजको मञ्चबाट राष्ट्रिय स्वतन्त्र पार्टीको यो अभियानमा सम्मिलित गर्नलाई तपाईहरुले गर्नुभएको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। साथीहरू, देश विनाश र विध्वंसको डाइनामाइटमाथि बसिरहेको छ। देशको राजनीतिक, सामाजिक र आर्थिक सूचकाङ्क अत्यन्त निराशाजनक छ। म्यानचेस्टरको कपडा मिलमा कामदार उत्पादन गर्नका लागि ब्रिटिसले भारतमा स्थापित गरेको शिक्षा प्रणालीलाई हामीले अपनाएका छौँ, हुबहु आयात गरेका छौँ। फलस्वरूप हाम्रा युनिभर्सिटीहरू अमेरिका, क्यानाडा, अस्ट्रेलियामा बौद्धिक श्रम गर्ने, साउथ इस्ट एसिया र मिडल इस्टमा शारीरिक श्रम गर्ने, श्रमिक उत्पादन गर्ने फ्याक्ट्री बनेका छन्। 10 पास गर्यो हलो छोड्यो, 12 पास गर्यो थलो छोडेको मनोविज्ञानमा युवाहरू छ। 10 पास गर्ने बित्तिकै म यत्रो 10 पास गरेको बच्चा म गई कुटेर कोदालो खेलाउँछु, हलो बोक्छु, माटोमा खुट्टा फोहोर गर्दिन भनेको छ। 12 पास गर्ने बित्तिकै
बित्तिकै म यो देशमा बस्दिनँ विदेश जान्छु भनेर पासपोर्ट बनाउने लाइनमा खडा छ। राजनीतिको अकर्मण्यताका कारणले अवसर र रोजगारका सिर्जना नभएका कारणले पनि युवाहरू विदेश जान पलायन हुन बाध्य छ। यो देश करिब करिब वृद्धाश्रम बन्न जाने बाटोमा देश अगाडि बढिरहेको छ। हुने खानेले आफ्ना सन्तानलाई अस्ट्रेलिया, अमेरिका र क्यानाडा पठाएका छन्। हुँदा खानेले का बाबा आमाले गैरी खेत साहुका बन्दकी राखेर मलेसियाका जङ्गल र अरबका बालुवामा आफ्ना छोरालाई श्रम गर्न पठाएका छन्। छोरो आउँदा पैसा पठाउँदा साहुको ऋण तिरेर खेत निखल्न नमिला भनेर बसेका बाबा आमाहरू, दाजु आउला भाइ आउला भनेर मखमली फुलका माला भनेर बनेका बसेका दिदी र बहिनीहरू, त्यो युवा 50 डिग्री सेन्टिग्रेडको तातोले लासमा पर्ने भएर बाकसमा त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा आउने दिदी बहिनीहरूले दाजुभाइको घाँटीमा लगाउन उनेका मालाहरू त्यो लासको बाकसमा लगाइदिनु पर्ने यो विभत्स दृश्य कहिलेसम्म हामीले भोगिराख्ने, यो अभिशप्तमा नेपाल कहिलेसम्म रहिराख्ने भन्ने प्रश्न आजको यो राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमले सोच्नुपर्छ जस्तो मलाई लाग्छ। साथीहरू, म इन्जिनियरिङको विद्यार्थी, अर्थशास्त्रसँग मेरो गोरु बेचेको साइनो पनि छैन। यहाँ डाक्टर स्वर्णिम वाग्ले नेपालका प्रख्यात अर्थशास्त्री हुनुहुन्छ, यद्यपि अर्थशास्त्रका केही इन्डिकेटरले मलाई सुत्न दिँदैन। मेरो लेमेन नलेजले पनि अर्थशास्त्र, देशको अर्थशास्त्र ठिक बाटोमा गएको छैन भन्ने लाग्छ। हामी सधैँ खालि संविधान बनाउने, दल बनाउने, दलका गुट बनाउने, राजनीति गर्ने, नयाँ दल खोल्ने, पुरानो दल खोल्ने, नयाँ दल पुरानो दलका बिचमा झगडा गर्ने, खालि राजनीतिक मुद्दामा मात्र देशलाई अल्झाइराख्ने। हाम्रो बहसको केन्द्रमा कहिले शिक्षा आउन सकेन, कहिले स्वास्थ्य आउन सकेन, कहिले रोजगार र अर्थशास्त्र पनि आउन सकेन। अब आउनुपर्छ, धेरै ढिलो भइसक्यो। मेरो यहाँ अनुरोध के हो भन्दा, हाम्रा छोराछोरीहरूले विदेशमा गएर पठाएको पैसा देशको बजेटभन्दा बढी लाग्न थालिसक्यो। 2025मा 19 खर्ब 64 अर्ब बजेट भएको यो देशमा विदेशबाट पठाउने पैसा 20 खर्ब 61 अर्ब हुन्छ। 1 खर्ब बढी चाहिँ हाम्रो बजेटभन्दा बढी रेमिटेन्स आइरहेको छ। यो एकदमै गम्भीर सङ्केत, देश रसातलमा जाँदैछ भन्ने एउटा स्पष्ट सङ्केत। नेपाल देशको जिडिपीको 1/3 रेमिटेन्समा आधारित छ। सारा संसारभरि दक्षिणपन्थी रेडिकल फोर्सेसहरू चाहिँ पावरमा आइरहेका छन्। एक न एक दिन विदेशमा बस्ने रेमिटेन्स पठाउने नेपालीहरू नेपाल आउन बाध्य हुनेछ। अनि रेमिटेन्स आउन छोडिसकेपछि, जिडिपीको 1/3 बजेटभन्दा बढी पैसा आउन छोडिसकेपछि यो देश कसरी चलाउने? हामीले कसरी चल्छ यो देश? राजनीतिले मात्र चल्छ, अर्थतन्त्रले चलाउनु परेन? यो प्रश्न म डाक्टर स्वर्णिम वाग्ले र उहाँको टिमलाई यसका निदानका बारेमा पनि आफ्ना भावनाहरू राख्नलाई अनुरोध गर्न चाहन्छु। टोङ्गो भन्ने एउटा राष्ट्र छ जसको रेमिटेन्सको वेटेज जिडिपीको नियरली 50% छ, 49.98। त्यसपछि युएसएसआरबाट छुटिएको तजिकिस्तान छ जसको 43% को हाराहारीमा छ। त्यस पछाडि लेबनान छ 33 अनि नेपाल छ 33.35 अनि 33.06। हामीले समूहलाई निकालो गुवाला उछिनिसक्यौँ। अब मलाई लाग्छ 2026 को फर्स्ट क्वार्टरमा हामी लेबनानमा पनि उछिन जाँदैछौँ। अब रातो बत्ती बलेको छ। देश असफल राष्ट्र, फेलियर स्टेटको बाटोमा मेग्लेभ ट्रेनको गतिले बढिरहेको छ। अब यसलाई रोकिएन भने राजनीति जतिसँगले पनि जनताका अवस्था र व्यवस्थामा सुधार हुँदैन भन्ने कुरा हामीले स्मरण गर्नुपर्छ। अलिकति कुरा जनता आन्दोलनका बारेमा पनि बोल्न मलाई आवश्यक छ। बाबा आमाले कहिले गालामा 2 थप्पड नहानेका किशोरहरू, कोट निचोड्दा दुध आउने त्यो जेन्जी किशोरमाथि गाजा पट्टी पनि शर्मसार हुने गरेर अन्धाधुन्द गोली प्रहारका दृश्यहरू हामीले देख्यौँ। गोली लागेका विद्यालय पोसाकका बालक टाउको बेरिकेडभित्र छिरेको छ, शरीर हावामा झुन्डेको छ लास, त्यो पनि हामी देख्यौँ। त्यस्तो दृश्य देखिसके पछाडि हामीलाई निद्रा कसरी लाग्छ, निदाउन कसरी सक्छौँ हामी त्यस्ता बच्चाहरूको लास देखिसकेपछि?
कति कठोर मन हामीले हुन सकेका छौँ, कति संवेदनहीन हामी हुन सकेका छौँ भन्ने कुरा हामीले सोच्नुपर्छ। हामीलाई बच्चे मेहनत सहाय गर्ने दलको झन्डा कहिलेसम्म बोक्छौँ अङ्कल? हामीले मृत्यु पश्चात पनि न्याय नपाउने ठुलो बा, हामी मरेपछि पनि हाम्रो बलिदानी र शहादत व्यक्त हुने भयो हजुरबा भनेर मलाई जस्तो सपनामा तपाईँलाई ती शहीद बाबुले के कराउँदैनन्, आन्दोलन गर्दैनन्, सुत्न सकिँदैन साथीहरू। यति बिग्न पार्षद हृदय बनाएर ढुङ्गाको मुटु लिएर कसरी राजनीति गर्ने साथीहरू? कहिलेसम्म राजनीति गर्ने साथीहरू? अब जेनजीको अभिभावक बनेर सडक सडकको सम्मान र शहादत र बलिदानको स्मरण गरेर आजदेखि पहिल्यैदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यको रूपमा घन्टी बजाउने उद्घोष गर्नुहोस्। विजयको गहिराईसम्म आशावादमा उल्लास मस्तिष्कमा विश्वासका साथमा रवि लामिछानेले नेतृत्व गर्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारलाई स्थानाबोध गर्छ, व्यक्तिलाई कुशासनलाई धुलधुसरित गर्छ भन्ने विश्वासका साथ राष्ट्रिय स्वतन्त्र पार्टीको सबैभन्दा कनिष्ठ सदस्यको रूपमा यो महाअभियानमा समाहित हुने म सङ्कल्प गर्दछु आजको दिनमा। नेपाल आमाका महान सपूतहरू गौतम बुद्ध, पृथ्वीनारायण शाह, विश्वेश्वर प्रसाद कोइराला, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, कृष्ण प्रसाद भट्टराईलाई आफ्नो राजनीतिको लागि सधैँ हामीले भराङ मात्र बढायौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले ती महान व्यक्तित्वको सत्कार्यलाई सद्विचारलाई अनुसरण र कार्यान्वयन गर्न सकौँ। अन्तमा विभिन्न पार्टीमा रहनुभएका साथीहरू, राजनीतिक रूपमा तटस्थ रहनुभएका साथीहरू पनि म प्रति शुभेच्छा प्रकट गर्नका निम्ति सद्भाव र सहयोगको सङ्कल्पका साथमा ठुलो सङ्ख्यामा यहाँ उपस्थित भएर मलाई राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मा लगाउन तपाईँहरू आउनु भएको छ र विभिन्न माध्यमबाट शुभकामना दिनेहरूप्रति पनि म सादर कृतज्ञता ज्ञापन गर्न चाहन्छु। हिजो अखण्ड नेपाल पार्टीको समयदेखि जोडिएका देशभरिका यहाँ भौतिक रूपमा उपस्थित भएका, उपस्थित नभएका 11,587 साथीहरूका साथ हामी आजदेखि विधिवत रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दछौँ। दोस्रो चरणमा लुम्बिनी प्रदेशमा मन्त्री हुनुभएका, संसदीय समितिका सभापति हुनुभएका, माननीय हुनुभएका, नगर प्रमुख हुनुभएका, पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहनुभएका उच्च तहका राजनीतिक कार्यकर्ता सहितको आज पोखरामा गरे भन्दा ठुलो कार्यक्रम लुम्बिनीमा गर्ने सङ्कल्पका साथमा अब आजको कार्यक्रम लुम्बिनीमा भेट्ने गरी म आफ्नो पार्टीलाई यही विराम दिन चाहन्छु। धन्यवाद, नमस्कार, जय घन्टी। पूर्व भौतिक योजना तथा विकास मन्त्री कुमार खड्काज्यूलाई हामीलाई प्राप्त सूचना अनुसार स्याङ्जा जिल्लाबाट स्याङ्जा जिल्ला सभापति हुकमानगत भण्डारी, जिल्ला रेड विभाग प्रमुख प्रसाद लामिछाने, समाजसेवी टुङ्गा झर्यालज्यूको नेतृत्वमा 350 जना पार्टी प्रवेशको लागि आउनु भएको छ। उहाँलाई जोरदार तालीले स्वागत गर्छौँ। यो उत्साह, यो सहभागिताका लागि स्याङ्जा जिल्लालाई धन्यवाद छ। र त्यसमा पूर्व मन्त्री युवरा कुमार खड्काज्यूलाई पार्टीको सभापतिले विधिवत रूपमा पार्टी प्रवेश गराइरहनु भएको छ। जोरदार तालीले स्वागत गर्नुहोला। पार्टी साथीहरू घन्टीको ठुलो बजाइदिएर अनुरोध गर्दछु। जय घन्टी, जय घन्टी, जय घन्टी। त्यसैगरी लायन्स डिस्ट्रिक्ट कमिटीको चेयरपर्सन मिलन थापाले पार्टी प्रवेश गराइदिनुको लागि अनुरोध गर्दछौँ। त्यसैगरी वरिष्ठ पार्टी महासचिव पुष्पराज अधिकारीको नेतृत्वमा पनि केही साथीहरू पार्टी प्रवेश गर्न चाहन्छ। पुष्पराजलाई पनि पार्टीमा हार्दिक स्वागत गर्दछौँ। सम्पूर्णलाई एकपटक फेरि जोरदार तालीले जय घन्टी। व्यक्तित्वहरूलाई आभार प्रकट गर्दै केही समय फोटो सेसनको लागि सरिक भइदिनुको लागि अनुरोध गर्दछौँ।
राम्रो कुरा हो। यसरी नेपाली कांग्रेस मात्रै नभइकन अरू पार्टीका पनि हाम्रो यो राष्ट्रिय स्वतन्त्र पार्टीमा आउन जरुरी छ। किन भन्दा हामीले आफ्नै पालामा परिवर्तन, देशमा परिवर्तन हुनुपर्छ भन्ने हाम्रो स्थापित हाम्रो मूलधार छ। हजुरको नाम भन्दिनु न। ए म राजकुमार गुरुङ। राजकुमार, हस् धन्यवाद। नमस्ते, हजुरको शुभ नाम? मेरो नाम शर्मा, टिकालाल शर्मा। आज गण्डकी प्रदेशका नेपाली कांग्रेसका प्रभावशाली नेता नेपाली कांग्रेसलाई परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ। त्यो विषयलाई तपाईले कसरी लिनुभएको छ? उहाँ एकदम प्रभावशाली नेता हुनुहुन्छ, उहाँ एकदम विवेकशील हुनुहुन्छ। उहाँले देश विदेशको सबै इतिहासहरू जान्नुभएको छ र नेपाली कांग्रेसले जो त्यो बेला उहाँलाई छोडेको छ, त्यो छोड्नलाई नेपाली कांग्रेसले एकदम बुद्धि पुऱ्याएर उहाँलाई छोडेर हाम्रो राष्ट्रसभामा प्रवेश गर्नुभएकोमा उहाँलाई धन्यवाद। सर नमस्ते। नमस्ते। हजुरको शुभ नाम? मेरो हरिप्रसाद पराजुली। आज गण्डकी प्रदेशमा नेपाली कांग्रेसलाई साँच्चै भन्ने हो एउटा ल्यान्डस्लाइड अथवा पहिरो गएको छ र राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा ऊर्जा प्राप्त गरेको छ र यसलाई नघुमाइकिन भन्दा कुमार खड्का नेपाली कांग्रेसका कास्कीका एउटा चाहिँ खम्बा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिरहँदाखेरि यति बेला तपाईले के सोचिरहनु भएको छ? यो यस्तो हो, यो माहौल हो, यो देशको विकृति विसङ्गति देखेर जनताको एकजुट हो। यो एकजुटमा उहाँले साथ दिनुभएको छ, अरूले पनि साथ दिँदै जानुहुन्छ। यो पार्टी ऊ पार्टी भन्दिनँ, सबै आउनुहुन्छ, एकजुट हुनुहुन्छ। यो देशलाई निर्माण गर्नु छ, यो देशलाई बनाउनु छ। हस् धन्यवाद। र सबैलाई नमस्कार। मेरो नाम कृष्णप्रसाद पोखरेल, अहिले बसाइ पोखरामा हो। र मैले अरू केही भन्नु छैन। मैले भन्नुपर्नेमा एउटा कुरा, राष्ट्रिय पार्टीको निमित्त के भन्दैछु भने हिजो अरू पार्टीहरूमा चाहिँ भ्रष्टाचारी गरेर माओवादीमा गएर चोकिएका थिए, त्यस्तै जस्तो अरू पार्टीमा भ्रष्टाचारी गरेर राष्ट्रसभामा आएर चोकिने क्रम नहोस्। त्यो चाहिँ राष्ट्रसभाले एकदम चाहिँ ख्याल गर्नुपर्ने कुरा हो। त्यही भन्दैछु मैले। हस् धन्यवाद। पोखराको यो प्रदर्शनी केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम भइरहेको छ र यो पार्टी प्रवेश कार्यक्रमलाई नेपाली कांग्रेसका पूर्व सांसद नै भनौँ, मन्त्री भइसक्नुभयो प्रदेशका, उहाँले नेपाली कांग्रेस छोडेर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिरहँदा यहाँको भनाइ के छ? धन्यवाद। मेरो टिभी कुन हो? कामले केटो। धन्यवाद। तो फेरि 12 भएकै चाहिँ नलेख्नु होला, देखाउनु होला नि। 12 भएकै चाहिँ लेखेर लुकाउने होइन। वास्तविक कुरामा कुमारजी राष्ट्रिय स्वतन्त्र पार्टी आउँदाखेरिमा उहाँ आएको धेरै राम्रो छ। धेरै मान्छे पनि आउँछन्, उहाँ समाजसेवी पनि हो। अब कुमार खड्का जस्ता धेरै तपाईँको एमाले कांग्रेस पार्टी छोडेर यो पार्टीमा आउँदैछन्। यो वृहत पार्टी हो, यसलाई कसैलाई पक्षपात छैन। यो पार्टीले राष्ट्र बनाउने हो, देश बनाउने हो, युवा रोक्ने हो, अरूसँग सम्बन्ध छैन। हजुरको शुभ नाम भन्दिनु? मेरो गुरुदत्त पारी, म बस्छु लेक साइड। हस् धन्यवाद। थ्याङ्क यू। मन्त्री भइसक्नुभएका कुमार खड्का सहित ठुलो सङ्ख्यामा आज राजसभामा प्रवेश गरिरहँदा यहाँ पनि घन्टी चिन्हको एउटा ब्याज लगाएर आउनुभएको छ। यहाँले के सोचिरहनु भएको छ आजको माहौल हेरेर? हजुर, म मेरो नामबाट सुरु गर्छु। मेरो नाम सीता कुमारी चापागाई। म अहिले हाल पोखरा महानगरपालिकाको सदस्य। हामी अहिले एकदमै उत्साहपूर्वकमा छौँ। एकदम अहिले राजसभा जस्तै अब पहिला हाम्रो राजसभा सभापतिले जुन भिजन ल्याएर पार्टी गठन गर्नुभयो, देशमा एउटा नेतृत्व लिनुभयो, लिँदै हाम्रो पार्टी सभापतिज्यूलाई विभिन्न प्रतिशोधहरू साधियो। विभिन्न पार्टीहरूले आलोचना लगाएर प्रमाण छ भन्दै हिँड्नुभयो, तर प्रमाण निकाल्न सक्नु भएन। त्यसै गरेर अहिले हाम्रो राष्ट्रसभा पार्टीलाई सबै पार्टीहरूले माया गरेर, भरोसा गरेर, विश्वास गरेर अहिले हाम्रो एउटा यस्तो व्यक्तित्वहरू पनि आउनुभएको छ, जस्तै कुलमान घिसिङदेखि लिएर बालेन शाहदेखि लिएर अरू अब साझा पार्टीदेखि लिएर हामी सबै पार्टीहरूले यो पार्टी त ठिक छ, यो पार्टीले बनायो भने यो पार्टीले देश बनाउँछ, नत्र भने अरू पार्टीको हाम्रो भरोसा छैन, देश बनाउन सक्दैन भनेर नै यो पार्टीलाई विश्वास गरेर नै अहिले हाम्रो यस्तो भूतपूर्व मन्त्रीदेखि सबै अहिले हाम्रो पार्टीमा प्रवेश गर्नुभएको। आज अनेकौँ देश जेएनजी युवाहरू सबै आइरहनु भएको छ। त्यसरी नै हामी एकदम आज हर्षपूर्वक एकदम खुसी छौँ। हामी आज नेपाली कांग्रेसका पूर्व भन्नुपर्छ आजबाट, उहाँले औपचारिक रूपमा आफैले घोषणा गर्नुभएको छ। कुमार खड्का आज राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिरहँदा यहाँले कस्तो अनुभव गर्नुभएको छ? अनुभव त एकदम राम्रो छ होइन। अब सबै गरेर सबै आस्ते आस्ते गरेर सबै आउँदैछन् कि, किनकि अब हाम्रो यो घन्टी बजिसकेको छ। यो घन्टी बजिसकेपछि सबैलाई अब हामी कता जाम हुन्छ नि, आत्तिएखाने एकदम आत्तिएको हुँदा सबै प्रवेश हुन्छ पछि। तपाईँले आफ्नो पार्टीको ओहदासहित के छ तपाईँको धारणा बताइदिनुहोस् न।
धन्यवाद नमस्कार। किनभने यहाँ पहिला यो म अहिले नै प्रवेश गरे होइन, किनभने अघिल्लो चुनावमा नै म प्रवेश गरेको भएको हुनाले म पस्ताएको चाहिँ छैन। किनभने म अहिले नै गरेको भए अहिले जस्तो उहाँ एउटा वरिष्ठ नेता चाहिँ पस्ताएर काङ्ग्रेस एमाले माओवादी भन्दा उहाँ पस्ताएर अहिले हाम्रो राजसभामा प्रवेश गर्नुभएको छ। किनभने हामी पस्ताएका छैनौँ। अब नेपाली जनताहरू सचेत हुनु पर्यो र भोलिको पिँढीको लागि पनि केही गर्ने हो भन्ने पछि लाउनु पर्यो। देश बेच्नेहरूको पछि लाग्नु भएन। भाषणहरू छाँटेर त्यो म यस्तो गर्छु उस्तो गर्छु भन्नेतिर नलागिकन तपाईँको चाहिँ हामीले देशलाई परिवर्तन गर्नुपर्छ, हाम्रो बालबच्चाहरूलाई विदेश पठाउनु हुँदैन, स्वदेशमै राख्नुपर्छ भन्ने मेरो चाहना छ र हाम्रो यो कार्यक्रम भव्य र सभ्य हुँदैछ र धन्यवाद। नमस्ते, म गाम्ले केटो शालिग्राम ढुङ्गाना। आज पोखराको प्रदर्शनी केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रमको र यहाँ नेपाली काङ्ग्रेसको सबैभन्दा लामो कार्यकाल अनुभवलाई परित्याग गरेर गण्डकीका मन्त्री समेत खाइसकेका नेपाली काङ्ग्रेसका कार्यकर्ता कुमार खड्का आज नेपाली काङ्ग्रेसलाई औपचारिक रूपमै परित्याग गरेको घोषणा गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिरहेका छन् र अबको राजनीति कसरी अगाडि बढ्ने हो, नयाँ पार्टीहरूले हिजो 64 सालको माओवादी जस्तै हुने हुन् या यिनीहरूले अझ नयाँ नेपाल निर्माण गर्ने एउटा मूल बाटो तयार गर्ने हुन्। हिजो नयाँ नेपाल भनेर बेचेर खाइरहनेहरू र अहिले भू राजनीतिक भनेर बेचेर खाइरहनेहरू भन्दा पृथक हुने हुन् वा उनीहरू पनि त्यही बाटोमा हिँड्ने हुन्। त्यो समयले देखाउनेछ। अहिलेसम्म हेरिदिनु भयो गाम्ले केटो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। आगामी चुनाव नबिर्सनु होला। चुनाव समयमा हुनुपर्छ र नयाँ हुनुपर्छ र भिजन र मिसन भएका युवा नेताहरूलाई सबैले समर्थन गर्नुहोला। जय होस्।